हेलो साथीहरु, म विवेक शाह आज फेरि पनि एउटा नयाँ भिडियो लिएर आएको छु। आजको भिडियो चाहिँ बोट फेस्टिभलको छ, जुन चाहिँ इस्कॉन काठमाडौँमा आएर हामी चाहिँ यता सेलिब्रेसन गरेर हजुरहरु माझ पनि भिडियोको मार्फत जानकारी गराउने छु। यो बोट फेस्टिभल अब सुरु हुनै लागेको छ। बोट फेस्टिभल सुरु हुनलाई हाम्रो चाहिँ तपाईको त्यो पोखरीमा फूलहरुले सजाएको हुन्छ, त्यहाँ टेक्स्टहरु पनि लेखेको हुन्छ, इस्कॉन बुढा नीलकण्ठ, इस्कॉन काठमाडौँ, इस्कॉन 2025 बुढा नीलकण्ठ भनेर यहाँ लेखेको छ। र यहाँ सम्पूर्ण भक्तजनहरु पोखरीको छेउछेउमा बसेर बोट फेस्टिभलको लागि पर्खिराख्नु भएको छ। बोटलाई कति बेला पोखरीमा ल्याउनुहुन्छ भन्ने प्रतीक्षामा श्रद्धालु भक्तजनहरु हरे कृष्ण महामन्त्र गाउँदै प्रतीक्षा गरिराख्नु भएको छ। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। यहाँ सम्पूर्ण श्रद्धालु भक्तजनहरु भगवान मेन मन्दिरबाट कति बेला आउनुहुन्छ भनेर यहाँ फूल बर्साउनलाई यहाँ सबैजना लाइन बसेर प्रतीक्षा गरिराख्नु भएको छ। हामी चाहिँ अहिले यहाँ मेन मन्दिरमा आएको छु। यहाँबाट भगवान कृष्णजी र माता रानी राधाजीलाई एउटा डोली जस्तो एउटा कुन भेहिकल भन्छ त्यस्तोमा राखेर भगवानलाई यहाँबाट त्यहाँ बोट फेस्टिभलको बोटमा राख्नलाई यहाँ विराजमान गराएर यहाँ चढाएर सेवादारहरूको मद्दतबाट यहाँ मेन मन्दिरबाट उता बोट फेस्टिभल मनाउनको लागि बोटमा लग्नुहुन्छ। तपाईहरु यहाँ हेर्न सक्नुभयो भगवान हरे कृष्णजीलाई उता बोटमा विराजमान गराउनको लागि मेन मन्दिरबाट उतातिर लगिएको छ। हामी चाहिँ बोट फेस्टिभलमा सहभागी हुनको लागि हामी पनि पोखरीको छेउमा आएर बसिसकेको छु। भगवान हरे कृष्ण र माता राधा रानीज्यूलाई यता ल्याइसक्नु भएको छ। अब यहाँबाट भोगहरूलाई त्यसपछि बोटमा विराजमान गराई पोखरीमा राखी अनि पानीमा घुमाइन्छ र बोट फेस्टिभल सेलिब्रेट गरिन्छ। आज तपाईहरुलाई थाहा छ बोट फेस्टिभल चाहिँ इस्कॉनमा किन मनाइन्छ। इस्कॉनमा बोट फेस्टिभल विशेष रूपमा भगवान श्री कृष्ण र राधा रानी प्रति भक्ति भाव प्रकट गर्नलाई मनाइन्छ। यो उत्सव भगवानलाई नौकामा मतलब ढुङ्गामा राखेर पानीमा घुमाइन्छ, जसले भक्तहरुमा प्रेम सेवा र आनन्दको भावना बढाउँछ, जसले वर्जमा भएका लीलाहरूलाई सम्झना दिलाउँछ, जहाँ कृष्ण र राधाजी गोपीहरूसँग जल क्रीडा गर्नुहुन्थ्यो। यो उत्सव रमाइलो संस्कृति र आरती र प्रसाद वितरण सहित मनाइन्छ, जसले भक्त समुदायलाई एकता र आध्यात्मिक आनन्दको अनुभव गराउँछ। विस्तृत रूपमा भन्नुपर्दा पुराणहरूमा वर्णन गरिएको छ कि गर्मीको समयमा श्री कृष्ण गोपीहरूलाई लिएर ढुङ्गामा यमुना नदीमा रमाइलो गर्नुहुन्थ्यो। यो लीलालाई भक्तहरूले भक्ति भाव सहित पुनः स्मरण गर्न ढुङ्गा महोत्सव मनाइन्छ। हाम्रो बोट फेस्टिभल चाहिँ सुरु भएको छ। तपाईहरु त्यहाँ देख्न सक्नुहुन्छ त्यो शेषनागको अगाडि बोटलाई घुमाइरहेको छ र अहिलेको त्यो फूलबाट सजाइएको पानीमा त्यो फूलहरु पनि बिग्रिसकेको छ। सो अहिले बोट फेस्टिभल सुरु भइसकेको छ। सो तपाईहरु यो भिडियोको मार्फत आनन्द लिन सक्नुहुन्छ र बुझ्न सक्नुहुन्छ कि इस्कॉनमा बोट फेस्टिभलहरु चाहिँ कसरी मनाइन्छ। इस्कॉनमा धेरै प्रोग्रामहरु अर्गनाइज गरिएको हुन्छ। हामी चाहिँ अहिले इस्कॉन काठमाडौँमा छु, बुढा नीलकण्ठमा। यहाँ चाहिँ थरीथरीको प्रोग्रामहरु विशेष समयहरुमा मनाइन्छ, जस्तै होली फेस्टिभल अनि भगवत गीताको कथाहरु हुन्छ र बोट फेस्टिभल भयो। अनि अर्को तपाईको त्यो कृष्ण जन्माष्टमीको दिन यता स्पेशल प्रोग्रामहरु अर्गनाइज गरिएको हुन्छ। सो तपाईहरु इच्छुक हुनुहुन्छ हरे कृष्ण सँग रिलेट गर्नुहुन्छ भने अथवा जुनसुकै धर्म संस्कृतिबाट बिलोङ गर्नुहुन्छ तपाईहरु चाहिँ यता आएर आनन्द लिन सक्नुहुन्छ। इस्कॉनको वातावरणदेखि लिएर यहाँका प्रभुजी माताजीहरु यहाँका भक्तजनहरु एकदम मिलनसारहरु हुनुहुन्छ। सो तपाईहरुले आउन चाहनुहुन्छ भने मजा ल्याउन सक्नुहुन्छ र एकचोटी एक्सपिरियन्स गरेर मेरो रिक्वेस्ट छ कि एकचोटी एक्सपिरियन्स गर्ने ठाउँ हो। सो तपाईहरुलाई स्पेशली रिकमेन्डेड छ कि तपाईहरु आउनु र यहाँको अनुभूति र यहाँको एक्सपिरियन्सहरु एकचोटी अवश्य नै लिनु।
हामीले यता चाहिँ बोट फेस्टिभल चाहिँ सेलिब्रेट गरिसके। तपाईहरु मध्ये कुनै भक्तजनहरू यो पालि छुट्नु भएको होला। सो अर्कोचोटि आएर बोट फेस्टिभलको आनन्द लिन सक्नुहुन्छ। सो अब म बिदा हुन चाहे। सम्पूर्णमा हरे कृष्ण। For supporting my channel, don't forget like, comment, subscribe. Thanks for watching my video guys.